Hello guys, welcome to my new vlog and I hope तपाईहरु सन्चै हुनुहुन्छ होला। आज चाहिँ लिची खान आएको। छडला ठिल दुईटा झर्निन आएको हैन। यत्रो नै हाँगा झरे त झरेन। एउटा चाहिँ झर्यो है। अब एउटा बाँकी हो। कागे लाग्यो। अहिले सकिँदैन। यति जम्मा अब लिची खान पाइएन क्यार नि यत्रो रुख भर नि। अब बल हेर्न जान लाग्यो। यस्तो हालतमा छु म क्यार नि। यत्रो रुख बनी कत्रो यस्तो छत्र खाके रुख बनी फेरि यस्तो रुख हुँदा नि तर एउटा नि छैन के। आता कमिला टुकु मेरो लिची त्यसै खान्छस् त नि खान्छु भनेर खान लाग्यो। कमिलाले एउटाले खुट्टाबाट ताने एउटाले हातबाट ताने लुच्न थाले। खतरा खाँदा उठिदिएको चाँडैले समात्दिम उडेर गएर बच्चाहरु हो यो दुईटा। यस्तो खतरा खाके भ्यू लिची खान आउँदैन भ्यू हेर्न जस्तो हो के। ए बवाल छ के ठाउँ त फेरि हेर। लिची खान आएको दुःख मात्र भयो। वहाँ तल अडाउनु मात्र भयो बेकार जस्तो यति। पनि एउटा पाथो गएको त्यही पनि झरेको टन्न आइदिने है क्यार नि। यस्तो छ क्यार नि गाह्रो छ। यस्तो जङ्गल फाँडा नि ऊ पछाडि दुईटा रुख छ। त्यो दुईटा रुख फाँडेर आयो। यस्तो झाडी हिँड्नुपर्छ। यस्तो झाडी हिँडेर आएर नि एउटा ऊ पनि पाइएन लिची पनि हेत्ती क्यार नि भने दुःख मात्र। अब बल खेल्छौँ एकछिन। अब बल खेल्छौँ। बल खेलेपछि त्यहाँदेखि अब छैन मान्छे जम्मा दुईजना छन् क्या हो। दुईजना मात्र छन्। अब दुईजनाले के अब दुईजनामा यता पास खेल्ने यताउता खेल्ने। यता हुटी ट्याङको गुण हो क्या यता त हुले हो क्या पुरै। हुटी ट्याङ हो पुरै। हुटी ट्याङको सहर हो। यहाँ बिउ लाएर चाहिँ मार्ला नि फेरि यता लहरला नि क्या अहिले बिउ बारी हिँड्दा फेरि रोपे जस्तो त छैन बिउ। ए जोतेर मात्रै आयो या तिर म घुम्न मात्रै पर नि त। मोबाइलमा चार्ज नभएर पावर ब्याङ्क लिएर हिँड्यो। यस्तो खतरा तिर दुःख मात्र भयो नि यार हामीलाई आज। जम्मा दुईटा खानु पाएँ क्या मैले लिची दुईटा। अब पाकेपछि खान आउनुपर्छ यता बङ्गाइतिर आँप खान फल होइन यतिर फल्नु पर्ने हो। उतापट्टि तल फल होइन उता तल त अस्ति भन्थेँ नि मैले। खै त्यहाँ चाहिँ थाहा भएन। मैले भनेको ठाउँमा चाहिँ फल्छ चाहिँ सबै अब अहिले झर्न लागिसक्यो। कोया पछि सक्यो मैले भनेको ठाउँमा चाहिँ कोया पसिसक्यो भनेपछि पाक्ने बेला भइसक्यो त्यहाँ त। अब पाक्छ त्यहाँको त कोया अस्ति मैले हेर्दा चाहिँ कोया असारमा पाक्छ त्यहाँ त। हामी अस्ति पनि पाल्दा नि यहाँ आएको थियो होइन यहाँ यतापट्टि थियो भने पानी पुरै उयो यताको ढिस्कोमा त्यो ढिस्कोमा पानी लाउँदा यहाँबाट खतरा फोटो खिच्नु पऱ्यो यार तलको।